आज राति तीनवटा दामी दामी म्याचेसहरु रहेका छन्। आउनु हेरौँ है त कुन कुन म्याचेस हो। पहिलो गेम पोर्चुगल भर्सेस आयरल्यान्ड। यो ग्रुप एफ को म्याच रहेको छ जहाँ पोर्चुगल सर्टेड छ एन्ड वर्ल्ड कपमा क्वालिफाई हुने पक्का पक्की रहेको छ। पोर्चुगलले 4 गेममा 3 गेम जितेर 1 गेम हारेको छ भने आयरल्यान्डले 4 गेममा 1 गेम जितेर 1 गेम ड्र गरे सँगसँगै 2 गेम हार्न पुगेको छ। यो गेम पोर्चुगलको लागि अलि गाह्रो हुनेछ किनभने आयरल्यान्ड लो ब्लकमा बसेर खेल्ने गर्छ जुनमा गोल हान्न अलि गाह्रो नै पर्छ। अर्को गेमको कुरा गर्नुपर्दा फ्रान्स भर्सेस युक्रेन रहेको छ जुन गेम अलि इन्ट्रेस्टिङ हुन सक्छ किनभने फ्रान्स र युक्रेनको बीचमा जम्मा 3 पोइन्टको मात्र ग्याप रहेको छ एन्ड यो गेम युक्रेनले जित्यो भने फ्रान्ससँग बराबर पोइन्टमा पुग्ने छ। बट अपोनेन्टमा फ्रान्स छ जसलाई जित्न गाह्रो होइन, धेरै नै गाह्रो पर्न सक्छ युक्रेन जस्तो टिमलाई। त्यही पनि फुटबल हो, जे पनि हुन सक्छ। एन्ड अर्को गेमको कुरा गर्नुपर्दा इंग्ल्यान्ड भर्सेस सर्बिया रहेको छ जहाँ इंग्ल्यान्डले 6 मा 6 गेम जितेर वर्ल्ड कपमा क्वालिफाई पक्का गरिसकेको छ भने सर्बियाले 6 गेममा 3 गेम जितेर 1 गेम ड्र गरे सँगसँगै 2 गेम हार्न पुगेको छ। इंग्ल्यान्डको फर्म राम्रै रहेको छ एन्ड यो गेम जित्न पनि त्यति गाह्रो नपर्नु पर्ने हो इंग्ल्यान्डलाई। लास्टमा मेरो प्रेडिक्सनको कुरा गर्नुपर्दा 2-0 भिक्ट्री फर पोर्चुगल, 3-1 भिक्ट्री फर फ्रान्स एन्ड 4-0 भिक्ट्री फर इंग्ल्यान्ड रहेको छ। एन्ड हजुरहरु कुन म्याचको लागि एकदम एक्साइटेड हुनुहुन्छ अनि प्रेडिक्सन के रहेको छ लेट मी नो इन द कमेन्ट।